बन्दीपुर घुम्न जाँदा अब एउटा नयाँ अनुभव कसरी भन्दा बन्दीपुर केबल कारमा यस्तो मजाको सिनिक भ्यू, थ्रिल केबल कार एडभेन्चर, रमाइलो फन एक्टिभिटिज पनि भएको, माथि बन्दीपुरमा 5 स्टार होटल खुल्दै यो भाइरल घुमाउने घरमा गएर लोकल खाना अब बन्दीपुरमा। काठमाडौँबाट 4 घण्टा पोखरा जाने बाटोमै पर्छ। तपाईहरुसँग आफ्नै साधन छैन भने दुम्रेसम्म पुग्नुस् अनि त्यहाँ दुम्रे बस पार्कको ओसो मिठाई पसल अगाडि यता फ्री सटल लाग्छ बन्दीपुर केबल कार सम्मको। नत्र तपाई सिधै खहरे खोला पुल गएर देख्नुहुन्छ यो मेन गेट। भित्र मजाको पार्किङ स्पेस, गाडी बाइक सबैलाई ठाउँ छ। जाने बित्तिकै लङ ट्राभलबाट आउनु भएको छ भने यताको ड्राइभ इन रेस्टुरेन्टमा गएर लन्च गर्न सक्नुहुन्छ। त्यसपछि एकछिन रेस्ट गरेर यताको फन एक्टिभिटिज जस्तै स्काई साइक्लिङ र जिप लाइन गरे एकदम सेफली तपाईले यो फन थ्रिल लिन सक्नुहुन्छ। तपाईको नानीहरूलाई प्राइभेटली खेल्ने एरिया पनि छ यता। अब कुरा गरौँ यताको भाइरल घुमाउने घर। अहिले धेरै जनाले यो ठाउँ चाहिँ एकदमै मन पराउनु भएको छ। नेपाली ट्रेडिसनल घरमा दाउरामै पकाएको परिकार जस्तै सुकुटी, छोइला, सेकुवा तपाईलाई एकदमै लोकल नेपाली स्टाइलमा सर्भ हुन्छ यता। अब लागौं बन्दीपुर केबल कारमा। यो 1.6 किलोमिटर राइडको केबल कारमा तपाईले यस्तो सिनिक भ्यू देख्नुहुन्छ, माउन्टेन रेन्ज अनि बाक्लो जंगल। बिहान झन अहिले बादलले ढाकेको एरियामा केबल कार पस्छ। माथि केबल कार स्टेशनमै चाँडै 5 स्टार होटल आउँदैछ। होटलबाट यो क्रेजी भ्यू, इन्फिनिटी पुलबाट बन्दीपुर बजार। होटल खोल्नेपछि बन्दीपुरको एक्सपिरियन्स नै बेग्लै हुनेवाला छ। अब बन्दीपुर बजारको बारेमा मैले धेरै भन्नै पर्दैन। यो पुरानो बस्ती, यता बिहानको सनराइज, रमाइलो दृश्य, अहिलेको भाइरल ग्रेट वल अफ बन्दीपुर सबै तपाई अब इजिली केबल कार चढेर एक्सपिरियन्स लिन सक्नुहुन्छ। तल ड्राइभ इन रेस्टुरेन्टमा अहिले फेस्टिभ अफर लागिरहेको छ। विन्टर स्पेशल झोल मोमो 2 प्ल्याटर्स पाउनुहुन्छ। हस्त नयाँ वर्षमा नयाँ ठाउँ बन्दीपुर केबल कार भिजिट गर्नुहोला।